स्कुल के अरे क्याम्पस लिएर आइपुगेका छौँ। यो हाम्रो हजुर साथीहरू नमस्ते 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 सबैलाई नमस्ते। आज फेरि पनि हामी आज यता डरेको लेकतिर घुम्न जाने तयारीमा छौँ। हामी यता तीनजना भएर हिँड्दैछौँ। यता हाम्रो भिमलाल सर, यता हाम्रो अङ्कल हुनुहुन्छ। हामी यसरी सरेर बाइकमा दुईजना, यता स्कुटी अङ्कलले यसरी जाने तयारी गर्दैछौँ। ल साथीहरू, यो बाटो यस्तो बनाएर पानी परेको बेला बाटोमा हिँड्नु सक्ने बाटो छैन। ए यो ग्राभिल भएको बाटो यसरी, यो बाटो उक्काइदिएर ग्राभिल भएको बाटो यसरी उक्काइदिएर यो पानी परेको बेला अहिले हिँडिसक्दै छैन। बाइकहरू गाडीहरू पनि चिप्लिएर यस्तो भएको छ। यो ठेकेदारहरूले के गरेको छ, सडक डिभिजनले के हेरेको छ, अहिले यो उक्काएको पनि 1 महिना भइसक्यो। यो पिच उक्काएको यो कुस्मादेखिबाट कारगेट जाने बाटोसम्म विभिन्न ठाउँहरूमा यस्तै बनाएको छ बाटो। सबै यो सोलिङ गरेको बाटोहरू उक्काइदिएर अहिले चाहिँ यहाँ हिँड्ने गाडीहरूलाई चाहिँ एकदम दिक्कत भएको छ, अप्ठ्यारो अवस्था भएको छ। यो जसले ठेक्का लिएको हो त्यसले चाहिँ तुरुन्त यो काम चाहिँ पुरा गर्नु पर्यो। यो देखिएको चाहिँ जोरकाटेको गाउँ हो। हाम्रो चाहिँ यो यता माथि भन्ज्याङ पऱ्यो, यता देखिएको चाहिँ खौलाको बजार है। यता ल हेर्नु साथीहरू, खेतका पुरै खेत जताततै खेत काटेका छन्। हिजोको पानीले गर्दाखेरि सबै धान चाहिँ बिगारेको छ। यस्तो बनाएको छ पुरै। यो पारिदेखि चाहिँ यो चाहिँ कुस्मा नगरपालिका 12 नम्बर वार्ड भयो। अहिले हामी जहाँ छौँ यो चाहिँ खौला भयो। यो माथि देखिएको छ, यो माथि देखिएको चाहिँ खौलाको कोट। यो चाहिँ खौलाको कोट भयो। यो चाहिँ स्कुल भयो, खौलाको स्कुल अलि उतापट्टि छ। ए हाम्रा चाहिँ ज्वाइँ राजा भिमलाल सर, नमस्कार। अहिले हामी कहाँ जाँदैछौँ सर? अहिले हामी सिरबारी। She moves like a map with no borders, a whisper call. I see inside the she's chasing skies out of साथीहरू, हामी चाहिँ अहिले कारगेट प्रस्थान गऱ्यौँ। कारगेट बजार एरिया यो चाहिँ फलेवास नगरपालिका 1 नम्बर 1 पर्यो है। यो चाहिँ कारगेट बजार।
ल हेर्नुहोस् यो अन्नपूर्ण स्कुल खारखेडको बजार एरिया भयो सोधाइदेखि हाम्रो एरिया पोखरी हजुर साथीहरू ल हेर्नुहोस् यो यता पारिपट्टि चाहिँ यो पुष्पनगरपालिका 1 नम्बर 12 ठुली पोखरी देखियो यो चाहिँ ठुली पोखरी भूमि यहाँबाट एकदम राम्रो भ्यू देखिँदो रहेछ यतापट्टि चाहिँ यो चाहिँ पारिपट्टि देखिने खौला भइहाल्यो जुम्लीथान जो माथिको डाँडो यो भइहाल्यो त्यस पछाडि चाहिँ यहाँबाट कुष्म बजार चाहिँ निकै राम्रो देखिँदो रहेछ हाम्रो पर्वतको सदरमुकाम कुष्म बजार माथिपट्टि चाहिँ बागलुङ बजार भइहाल्यो यता यहाँबाट सिधा गयो यता माथि गयो भनेदेखि डरे सिरबारी अनि त्यसै गरी के अरे यता लुङखु त्यता जान्छ तल गयो भने ठापठान शङ्कर पोखरीतिर तल बाटो जान्छ यो चाहिँ स्कुल भइहाल्यो हुन्छ हो साथीहरू अब हामी चाहिँ यता यहाँबाट चुप्ले हुँदै पोखरा जाने बाटोतिर लाग्यो डरेको लेक चाहिँ स्पष्ट देखिएको रहेछ यहाँबाट हजुर साथीहरू आजको ब्लग चाहिँ यही अन्त्य गर्छु यहाँहरूले हेरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला फेरि अर्को ब्लगमा भेट हुने बाचाका साथ आजलाई बिदा हुन्छु हस्त नमस्ते